साथीहरू, के तपाईलाई पनि सपनामा मृत व्यक्तिहरू देखिने गर्छन्? कसैलाई आफ्ना स्वर्गीय पिताले सपनामा दर्शन दिन्छन् त कसैलाई आफ्नी मृत माताको दर्शन हुन्छ। सायद तपाईले पनि सपनामा मृत आफन्तहरूलाई अवश्य देख्नु भएको होला, तर बिहान उठेपछि तपाईँ त्यस सपनालाई बेवास्ता गरिदिनुहुन्छ। के तपाईको मनमा कहिले यस्तो विचार आयो कि तपाईलाई यस्तो सपना किन देखियो? यस सपनाको अर्थ के हुन सक्छ? तर साथीहरू, के तपाईलाई थाहा छ, सपनामा मृत आफन्तहरू देखिँदा हामीलाई महत्त्वपूर्ण सङ्केतहरू पनि मिल्छन्। सपनामा मृत परिजन देखिनु कुनै सामान्य कुरा होइन। यसको पछाडि गहिरो रहस्य लुकेको छ, जसको वर्णन हाम्रा पुराणहरूमा गरिएको छ। आज हामी तपाईलाई तिनै महत्त्वपूर्ण सङ्केतहरूको बारेमा बताउन गइरहेका छौँ। त्यसैले यो कथालाई अन्त्यसम्म अवश्य सुन्नुहोस्, किनकि आधा अधुरो ज्ञान घातक हुन सक्छ। आजको यस प्रस्तुतिमा हामी तपाईलाई पितृपक्षमा सबैभन्दा धेरै सुनिने एउटा यस्तो महान कथा सुनाउन गइरहेका छौँ, जसको माध्यमबाट तपाईले बुझ्नुहुनेछ कि सपनामा मरेका मानिसहरू देख्नुको अर्थ के हुन्छ। कथा सुरु गर्नुभन्दा पहिले तपाईहरू सबैलाई अनुरोध छ कि यस प्रस्तुतिलाई लाइक गर्नुहोस् र कमेन्टमा जय श्री कृष्ण अवश्य लेख्नुहोस्। आउनुहोस् सुनौ त्यो प्राचीन कथा। यस कथालाई सुन्नाले मात्र पनि पितृहरूको कृपा प्राप्त हुन्छ। यमलोकमा नारद र यमराजको संवाद। एक समयको कुरा हो, देवर्षि नारद यमराजलाई भेट्न यमलोक जानुहुन्छ। यमराजले देवर्षि नारदको ठूलो प्रेम र आदरका साथ सत्कार गर्नुहुन्छ र उहाँलाई प्रणाम गर्दै सोध्नुहुन्छ, हे देवर्षि, यमपुरीमा तपाईको स्वागत छ। तपाईको दर्शनले आज म धन्य भएँ र तपाईको पाउ पर्नाले यमपुरीको शोभा बढ्यो। यमराजद्वारा यसरी स्वागत गरिएपछि नारद मुनि प्रसन्न हुनुहुन्छ र भन्नुहुन्छ, हे मृत्युका देवता यमराज, तपाईलाई पनि मेरो प्रणाम छ। तपाईको आदर सत्कारबाट म अत्यन्त प्रसन्न भए। तब यमराजले सोध्नुभयो, हे देवर्षि, आज तपाईको यमलोक आगमनको प्रयोजन के हो? अवश्य नै कुनै महत्त्वपूर्ण कार्य वा समाचार लिएर आउनु भएको होला, वा हामीबाट कुनै गलती त भएको छैन? कृपया बताउनुहोस्, म तपाईको के सेवा गर्न सक्छु? देवर्षि नारद भन्नुहुन्छ, हे धर्मराज, तपाईँ त मृत्यु र न्यायका देवता हुनुहुन्छ। तपाईँ तीनै लोकका सबै जीवित र मृत प्राणीहरूको लेखाजोखा राख्नुहुन्छ। तपाईलाई समस्त चराचरको भूत र भविष्यको पनि ज्ञान छ। त्यसैले म तपाईसँग केही शङ्का लिएर आएको छु, जसलाई दूर गर्ने कृपा गर्नुहोस्। यमराजले भन्नुभयो, हे देवर्षि, तपाईँ सत्य भन्नुहुन्छ। हामी तीनै लोकमा निवास गर्ने सबै जीवित र मृत प्राणीहरूको लेखाजोखा अवश्य राख्छौँ, तर तपाईको मनको कुरा जान्ने सामर्थ्य हामीमा छैन। तपाईँ त तीनै लोकको खबर राख्नुहुन्छ र भगवान विष्णुको सबैभन्दा प्रिय भक्त हुनुहुन्छ। तपाईँ समस्त शास्त्रहरूको ज्ञान पनि राख्नुहुन्छ। तैपनि यदि तपाईँ मबाट केही जान्न चाहनुहुन्छ भने म अवश्य नै तपाईको सहायता गर्नेछु। तपाईको जुन शङ्का वा प्रश्न छ त्यो निसङ्कोच सोध्न सक्नुहुन्छ। नारदजीले भन्नुभयो, हे यमराज, म पृथ्वी लोकको भ्रमण गरेर आएको छु। मैले पिशाच, प्रेत, कुष्माण्ड, वेताल, चुडैल, पिशाचिनी आदि धेरै विचित्र कुराहरू देखेँ, जो जङ्गलमा निवास गर्छन्। साथै मैले देखेँ कि यी सबै दुष्ट शक्तिहरूले मानिसहरूलाई दुःख दिन्छन् र हैरान पार्छन्। यसको कारण के हो? र मेरो मनमा अर्को एउटा प्रश्न छ, मानिसले पटक पटक सपनामा आफ्ना पूर्वजहरूलाई देख्छ, यसको अर्थ के हो? सपनामा मरेका मानिसहरू देखिनुको मतलब के हो? यसबाट मानिसलाई कुन सङ्केत मिल्छ? म समस्त मनुष्य जातिको कल्याणका लागि यी प्रश्नहरूको उत्तर जान्न तपाईँ कहाँ आएको हुँ। नारदजीका प्रश्न सुनेर यमराज भन्नुहुन्छ, हे देवर्षि, तपाईले समस्त मानव जातिको कल्याणका लागि उचित प्रश्न गर्नुभयो। म तपाईलाई यी सबै प्रश्नको उत्तर अवश्य दिनेछु, तर त्यसभन्दा पहिले म तपाईलाई एउटा अत्यन्त पवित्र कथा सुनाउँछु। यस कथामा तपाईले सबै प्रश्नको उत्तर पाउनुहुनेछ। जो मनुष्यले यो कथा श्रवण गर्छ, म उसको 32वटा अपराध माफ गरिदिन्छु। नारदजीले भन्नुभयो, हे धर्मराज, तपाईँ मलाई त्यो महान कथा सुनाउनुहोस्, म ध्यान दिएर सुन्नेछु। धनी सेठ र पितृहरूको कथा। यमराजले कथा सुनाउन सुरु गर्नुभयो। एक समयको कुरा हो, मध्य देशमा एउटा अत्यन्त सुन्दर नगरी थियो, जहाँ एक सेठ आफ्ना 4 भाइहरूसँग बस्थे। ती सेठको नाम धर्मन थियो। उनका 4 भाइहरू सुमन, नन्दन, विरचन र विभान थिए। सेठ र उनका भाइहरूको विवाह भइसकेको थियो र सबैजना प्रेमपूर्वक सँगै बस्थे। सेठसँग कुनै कुराको कमी थिएन। उनी र उनका भाइहरू धेरै मेहनती थिए र मिलेर व्यापार तथा खेती गर्थे। पुरै नगरमा सेठ जति धनी कोही थिएन। यो सबै सम्पत्ति उनले आफ्ना पूर्वजहरूबाट प्राप्त गरेका थिए। सेठका पूर्वजहरू महादानी र दयालु थिए।
उनीहरू सधैँ दान, धर्म र अनेक प्रकारका यज्ञ हवन आदि धार्मिक कार्य गर्थे। तर सेठ भने कन्जुस स्वभावका थिए र उनमा पूर्वजहरूको कुनै लक्षण थिएन। सेठ न दान धर्म गर्थे न त यज्ञ हवन नै। उनले धेरै धन जम्मा त गरेका थिए, तर त्यसको कहिल्यै सदुपयोग गरेनन्। उनले कहिल्यै कसैलाई एक पैसा पनि दान दिएनन् र कसैलाई भोजन पनि गराएनन्। सेठका पूर्वजहरूले मन्दिरमा भण्डारा लगाउँथे, गरिबलाई लुगा र अन्न दान गर्थे, तर सेठले आफ्ना पूर्वजहरूको पद चिन्ह पछ्याएनन्। उनी सधैँ धन कमाउन र सञ्चय गर्नमा मात्र लागे, जसले गर्दा उनका पूर्वजहरू उनसँग धेरै दुखी र रिसाए। जब पितृपक्ष आयो तब सबै पूर्वजहरू आफ्ना छोराहरूबाट श्राद्ध र तर्पणको आशा गरिरहेका थिए, तर उनका कुनै पनि छोराहरूले पूर्वजहरूका लागि न श्राद्ध गरे न तर्पण। उनीहरूले न दान धर्म गरे न कुनै भोको प्राणीलाई भोजन गराए। छोराहरूको यस्तो दुष्टता देखेर सबै पितृहरू अत्यन्त दुखी भए। सेठका पूर्वजहरूलाई छोराहरूको व्यवहार ठिक लागेन र उनीहरू पितृलोकमा पनि दुखी नै रहन थाले। धन कमाउने लोभमा सेठ यति अन्धो भयो कि उसले आफ्ना पूर्वजहरूलाई पनि बिर्सियो। उसले श्राद्ध र तर्पण गर्न छाडेदेखि पूर्वजहरूको आत्मालाई तृप्ति पाएन। एक दिन पूर्वजहरू आपसमा चर्चा गर्न थाले, हाम्रो कस्तो दुर्भाग्य, हाम्रो कुलमा यस्तो स्वार्थी र लोभी छोराहरूको जन्म भयो। हाम्रा छोराहरूले न श्राद्ध गर्छन् न दान। उनीहरूको कुकर्मका कारण हाम्रो पतन भइरहेको छ। यस्तो सोचेर उनीहरूले यमराजसँग आफ्ना छोराहरूलाई भेट्न अनुमति माग्ने निर्णय गरे। सबै पितृहरू यमराज कहाँ गएर बिन्ती गरे, हे धर्मराज, हाम्रा छोराहरूको बुद्धि भ्रष्ट भएको छ। उनीहरूले तर्पण र श्राद्ध नगर्नाले हामीले कष्ट भोगिरहेका छौँ। कृपया हामीलाई एकपटक हाम्रा छोराहरूलाई भेट्न जान दिनुहोस्। हामी उनीहरूलाई सम्झाएर शास्त्रको ज्ञान दिएर फेरि यमलोक फर्कनेछौँ। तब यमराजले आज्ञा दिँदै भन्नुभयो, हे महात्माहरू, तपाईहरू आफ्ना छोराहरूलाई भेट्न प्रत्यक्ष जान त सक्नुहुन्न, तर सपनाको माध्यमबाट सङ्केत अवश्य दिन सक्नुहुन्छ। त्यसैले सपनामा गएर आफ्नो दुःख सम्झाउनुहोस्। पितृहरू सहमत भए र पालैपालो आफ्ना छोराहरूको सपनामा गएर दर्शन दिए। सबैभन्दा पहिले उनीहरू जेठो छोरा सेठ धर्मनको सपनामा गए, तर सेठले ती सङ्केतहरू बुझेनन् र बिहान उठेपछि सबै बिर्सिए। बाँकी भाइहरूले पनि सपनामा पितृहरूलाई देखे, तर त्यसलाई बेवास्ता गरे। यसको केही दिनपछि नै सेठको व्यापारमा ठूलो घाटा हुन थाल्यो। उसको सबै धन सम्पत्ति नष्ट भयो। भाइहरू बीच झगडा सुरु भयो र उनीहरूले पुर्ख्यौली जग्गा जमिन पनि बेचिदिए। सबै भाइहरू अलग भए र गरिबीमा बाँच्न बाध्य भए। यता स्वर्गलोकमा पितृहरू छोराहरूको यस्तो दुर्गति देखेर झन दुखी भए। उनीहरू पुनः यमराज कहाँ गएर उपाय मागे। साधुको भेषमा यमराज र सपनाका सङ्केतहरू। तब यमराज स्वयं साधुको भेष धारण गरेर पृथ्वी लोकमा सेठको घरमा जानुभयो। सेठ त्यसबेला बिरामी परेर सुतिरहेका थिए। साधु रूपी यमराजले द्वारमा उभिएर भिक्षा माग्नुभयो। सेठकी पत्नी सुनन्दा बाहिर आएर उहाँको स्वागत गरिन्। साधुले सुनन्दाको अनुहारमा दुःख देखेर कारण सोध्नुभयो। तब सुनन्दाले रुँदै भनिन्, हे साधु महाराज, पहिले हामी धेरै धनी थियौँ, तर अचानक सबै कुरा बर्बाद भयो। मेरा पति बिरामी हुनुहुन्छ र हामी दरिद्र भयौँ। यो कुन दोषका कारण भयो, कृपया बताइदिनुहोस्। साधुले भन्नुभयो, हे पुत्री, तिम्रो घरमा पितृदोष छ। तिम्रो पतिको कर्मका कारण पूर्वजहरू रुष्ट भएका छन्। यो सुनेर सेठ पनि बाहिर आए र आफ्नो गल्ती सोध्न छाले। साधुले भन्नुभयो, हे पुत्र, तिमीले आफ्ना पूर्वजहरूलाई नाराज गर्यौ। तिम्रा पूर्वजहरूले कमाएको पुण्य तिमीहरूले नष्ट गर्यौ। तिमीहरूले उनीहरूको श्राद्ध र तर्पण गरेनौ। उनीहरूले सपनामा आएर धेरै सङ्केत दिएका थिए, तर तिमीले त्यसलाई बेवास्ता गर्यौ। सेठले हात जोडेर बिन्ती गरे, हे महात्मा, मलाई ती सङ्केतहरूको अर्थ बताइदिनुहोस्। तब साधु रूपी यमराजले सपनामा पितृ देखिनुको अर्थ यसरी सम्झाउनुभयो। भोको र प्यासी देखिनु। यदि पितृहरू सपनामा भोको वा प्यासी देखिन्छन् भने यसको अर्थ उनीहरू अझै प्रेत योनिमा भड्किरहेका छन् र उनीहरूको तर्पण वा श्राद्ध भएको छैन भन्ने बुझिन्छ। साङ्लोमा बाँधिएको देखिनु। यदि पितृहरू जन्जिर वा साङ्लोमा बाँधिएको देखिन्छन् भने उनीहरूले मुक्ति पाएका छैनन् र उनीहरूको नाममा धार्मिक अनुष्ठान गर्न आवश्यक छ। मैलो र फाटेको लुगामा देखिनु। यो अत्यन्त अशुभ सङ्केत हो। यसको अर्थ पितृहरू अत्यन्त पीडामा छन् र उनीहरूका लागि पिण्डदान गर्नुपर्छ। केही वस्तु माग्नु। यदि उनीहरूले केही मागिरहेका छन् भने उनीहरूको कुनै इच्छा अधुरो छ भन्ने बुझिन्छ। उनीहरूले जे मागेका छन् त्यसको दान गर्नाले उनीहरूले मुक्ति पाउँछन्। टाउकोमा हात राख्नु।
यदि पूर्वजले सपनामा टाउकोमा हात राखेर सुमसुम्याउँछन् भने यो शुभ सङ्केत हो। यसको अर्थ उनीहरू प्रसन्न छन् र तपाईलाई आशीर्वाद दिइरहेका छन्। हात अगाडि बढाउनु। यदि उनीहरूले तपाईतर्फ हात बढाउँछन् भने तपाईले गरिरहेको कामबाट उनीहरू सन्तुष्ट छन् र तपाईलाई सफलता मिल्नेछ। अचानक गायब हुनु। यदि पितृहरू सपनामा आएर अचानक हराउँछन् भने यो भविष्यमा आउने कुनै सङ्कटको चेतावनी हो। रिसाएको देखिनु। यदि उनीहरू क्रोधित छन् भने तपाईले कुनै गलत काम गरिरहनु भएको छ जसलाई तुरन्त रोक्नुपर्छ। रोइरहेको देखिनु। यो ठूलो सङ्कटको सङ्केत हो। यस्तो अवस्थामा ईश्वरको भक्ति र पितृ शान्तिको पूजा गर्नुपर्छ। हृष्टपुष्ट र तेजस्वी देखिनु। यदि पूर्वजहरू हाँसिरहेका, स्वस्थ र सेतो चम्किलो लुगामा देखिन्छन् भने उनीहरूले मुक्ति पाइसकेका छन् र उनीहरू खुसी छन् भन्ने बुझ्नुपर्छ। साधुको कुरा सुनेर सेठलाई आफ्नो गल्ती महसुस भयो। उनी तुरुन्तै आफ्ना भाइहरू कहाँ गए र सबै कुरा सुनाए। सबै भाइहरू मिलेर नदीको किनारमा गए र विधिपूर्वक आफ्ना पूर्वजहरूको श्राद्ध, तर्पण र दान गरे। पितृहरू सन्तुष्ट भएर उनीहरूलाई सपनामा शुभ आशीर्वाद दिए। बिस्तारै सेठको व्यापार फेरि फस्टायो। भाइहरू एकजुट भए र उनीहरूले सुखी जीवन बिताए। यमराजले कथा टुङ्ग्याउँदै नारदजीलाई भन्नुभयो, हे देवर्षि, यसरी पितृहरू सन्तुष्ट भएपछि मानिसको जीवनमा सुख, शान्ति र समृद्धि आउँछ। तपाईलाई यो कथा कस्तो लाग्यो? कमेन्टमा अवश्य बताउनुहोला। जानकारी राम्रो लागे भने भिडियोलाई लाइक गर्नुहोस् र जय श्री कृष्ण लेख्न नभुल्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। धन्यवाद।